च्याउ पैसा यसका लागि मानिस तछाड मछाड गर्छन्, तर यो कुनै विस्फोटक पदार्थभन्दा कम छैन। नाता गोता समाज यसैले विस्फोट गर्छ, यसको काम छैन। सरिता किन गरेको? अलि दिन टाइम लाग्छ नि यार। कति दिन पर्खिनु? लौ जे गर्नु छ गर। बाबाले मेरो कुरा मान्नु पनि पर्यो नि। उहाँले मेरो कुरालाई चासै दिनु भएको छैन। तिमी त्यतिकै बगबग गर्छौ त्यहाँबाट पुरै न। चासो दिनु भएन भने जसरी हुन्छ चासो दिनु बनाऊ। तिमीले भने जस्तो हुँदैन क्या। म मनाउँदै छु। हटा नगर न। हतार नगरेर के गर्नु? मलाई पनि साथ लैजाऊ भन्दा मानेनौ। म भयो बुढालाई उहिले चिठिसक्थे। सरिता सरिता कसरी मनाऊ तिमीलाई? कसरी मनाऊ यार? बाबा मैले कति भन्नु पैसा चाहियो भनेर। जापानमा घर किन्नु छ वहाँ। अलरेडी डाउन पेमेन्ट गर्यो भने इन्ट्रेस्ट रेट कम हुन्छ। मैले लोन अफिसरसँग कुरा पनि गरिसकेको छु। किन जवाब दिनुहुन्न? हामीले यो घर बेच्नको लागि दलालसँग कुरा पनि गरिसकेका छौँ। यसरी कति दिन चल्छ? जवाब चाहियो यस अर नो भनेर। यसको भरण पोषणमा म कहाँ चुके यसलाई देख्दा त यस्तो लाग्छ ती मानिसहरू साह्रै भाग्यमानी हुन् जसका सन्तान छैनन्। तिमी किन बुझ्दैनौ? प्रयास गरिरहेको छु यहाँ। बुढोले मान्दैन त म के गरौँ यहाँ? किन मान्दैनन्? डर देखाऊ, धम्काऊ। आखिर सबै तिम्रै त हो त्यहाँ भएको। खै म के भन्नु तिमीलाई? अनेक तरिकाले भनिसके कुनै प्रतिक्रिया आउँदैन। तिमी आफै भन म के गरौँ? त्यो पनि मैले भनिराख्नु पर्छ? सरिता सरिता के भन्नु तिमीलाई? त्यहाँको घर जग्गा बेच, पैसा लिएर आऊ। मैले यहाँ गाडी घर हेरिसके, कुरा पनि गरिसके।
त्यहाँको पैसाले एड्रेस लिन त पुग्छ। यहाँ केही भएको छैन, तिमी किन हतार गर्छौ? रमेश या साथीहरूले सोधै गर्छन् कहिले लिन्छस् भनेर। म कतिलाई जवाब दिउँ? अब पनि भएन भने अब भो, त्यो बुढोलाई जे गर्ने हो गर। कि त मसित बस कि त त्यो बुढोसित बस, नत्र दिवोस्। सरिता, आज फैसला हुन्छ। आज बाबाले जसरी पनि दिनै पर्छ। हो, मैले यही चाहेको थिएँ। अब जसरी हुन्छ जे गरी हुन्छ गर। यदि बुढालाई संसारैबाट सरिता, तिमीलाई थाहा नै छ एउटा नमरी अर्को बन्दैन भन्ने। यदि बुढो मान्दैन भने त्यो पनि गर्नुपर्छ। आज जसरी पनि यस कागजमा सही गर्नै पर्छ बाबा। नत्र बाबा, बाबा, तपाईँ? रमेश बाबु, तपाईले मलाई चिन्नुहुन्न, तर मैले तपाईलाई चिनिसके। हरेकृष्ण बुवा खोइ? किन? के काम छ मसँग? भोलि हाम्रो आश्रमबाट उहाँलाई सम्मान गर्ने कार्यक्रम भएकोले यो निमन्त्रणा दिन आएको। सम्मान? हो, तपाईलाई थाहा छैन होला। उहाँले आफ्नो सारा जायजथा अनाथ आश्रमको नाममा गरिदिनु भएको छ।
त्यसैको लागि उहाँलाई सम्मान गर्दैछौँ। अनाथ आश्रमले उहाँलाई सन्तान दिएको थियो, त्यसैको ऋण तिर्नलाई आफ्नो सम्पूर्ण सम्पत्ति दान दिनुभएको। सन्तान? त्यो सन्तान भनेको तपाईँ नै हो। आफ्नो श्रीमतीको मृत्युपछि तपाईँको लागि उहाँले बिहा पनि गर्नु भएन। साह्रै दुःखले तपाईँलाई हुर्काउनु भएको थियो। ओहो, ढिला भइसकेछ। के कामले आएको थिए यो उहाँलाई नै दिनुहोस् है ल। रमेश, आज तँलाई छोरा भनेर सम्बोधन गर्ने मेरो अवस्था छैन। मैले तेरो हरेक इच्छाहरूमा साथ दिएकै थिएँ। तँलाई ठुलो मान्छे बनाउने मेरो सपना थियो। मेरो सपना त पुरा गरिस् पनि ठुलो मान्छे भएर। तर तैँले विवाह गरी जापान गएर बसेपछि बाबुप्रतिको कर्तव्य बिर्सिस्। तैँले स्वास्नीको इच्छा पूरा गर्न अकल्पनीय व्यवहार गरिस् मसँग। तँलाई थाहा छैन, मैले तँलाई अनाथ आश्रमबाट ल्याएको थिएँ सन्तानको लागि। त्यसैको ऋण दिन मैले सारा सम्पत्ति आश्रमलाई दिएँ। अब तँलाई दिने मसँग केही पनि छैन, न त श्राप, न आशीर्वाद, न सम्पत्ति। मलाई खोज्ने प्रयास नगर्नु। यो पत्र पाउँजेल म तँबाट धेरै टाढा गइसकेको हुनेछु। मेरो अन्तहीन यात्रामा बितेर अभागी भयो।